नमस्कार साथीहरू, के नेपाल साँच्चै परिवर्तनको सङ्घारमा छ वा हामी फेरि उही पुरानो चक्रमा फस्दैछौँ? आज हामी सारा नेपाली 2026 मार्च 5 को चुनावको पर्खाइमा छौँ। आजभन्दा मात्र 4 महिना अगाडि सेप्टेम्बर 2025मा नेपालले एउटा यस्तो ऐतिहासिक आन्दोलन देख्यो जसले देशको जग हल्लाइदियो। जेन जी प्रोटेस्ट्स, जहाँ युवाहरू सडकमा ओर्लिए, सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आवाज उठाए र जसको नतिजा स्वरूप केपी शर्मा ओलीको सरकार ढल्यो। आज देशमा पहिलो पटक एक महिला प्रधानमन्त्री तथा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व गरिरहनु भएको छ। आउँदो मार्च 5 मा चुनाव हुँदैछ, तर प्रश्न यो छ, के यो चुनावले साँच्चै स्थिरता देला? कि यो पुरानै खेलाडीहरूको नयाँ खेल मात्र हो? आजको भिडियोमा हामी नेपालको वर्तमान राजनीतिक अवस्था, जेन जी क्रान्तिको प्रभाव र आउँदो चुनावका भित्री खेलहरूको इन-डेप्थ एनालिसिस गर्नेछौँ। सबैभन्दा पहिले हामी यहाँ कसरी आइपुग्यौँ भन्ने बुझौँ। सेप्टेम्बर 2025 को त्यो हप्ता याद गर्नुहोस्। सरकारले फेसबुक, युट्युब र व्हाट्सएप जस्ता प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने निर्णय गर्यो। यो केवल एउटा ब्यान मात्र थिएन, यो युवाहरूको स्वतन्त्रतामाथिको प्रहार थियो। दशकौंदेखिको भ्रष्टाचार, नो नट अगेनको नारा र युवाहरू विदेश पलायन हुने क्रम, यी सबले एउटा बारुदको थुप्रो बनाइसकेको थियो। त्यो प्रतिबन्ध केवल एउटा झिल्को थियो। नतिजा 66 जनाको ज्यान गयो, हजारौं घाइते भए र अन्ततः केपी ओलीले राजीनामा दिनु पर्यो। यो आन्दोलनले एउटा कुरा स्पष्ट पारिदियो, नेपाली जनता, विशेष गरी युवा पुस्ता अब चुप लाग्नेवाला छैनन्। उनीहरूले 50 वर्षदेखि शासन गरिरहेका पुराना अनुहारहरूलाई अस्वीकार गरिसकेका छन्। तर के पुरानो पुस्ताले हार मान्यो त? पक्कै छैन। अब प्रश्न उठ्छ, भविष्य के त? सन् 2026 को मार्च 5 मा निर्वाचन हुँदैछ र यसपटक चुनावी मैदान रोचक छ। काठमाडौँका चर्चित मेयर बालेन शाहले राजीनामा दिएर सिधै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। उनले रवि लामिछानेको पार्टीसँग गठबन्धन गरेका छन्। उता नेपाली काङ्ग्रेसमा पनि गगन थापालाई अगाडि सारिएको छ। के नयाँ पुस्ताले पुराना नेताहरूलाई विस्थापित गर्न सक्लान्? यो निर्वाचन नेपालको इतिहासमा एउटा ठूलो सिस्टम रिसेट हुन सक्छ। नेपाल अहिले एउटा दो बाटोमा उभिएको छ। एकातिर अस्थिरता र कानुनी लडाईँहरू छन्, अर्कोतिर एउटा सुनौलो अवसर छ, नयाँ नेतृत्व र नयाँ प्रणाली स्थापना गर्ने। हामीले यो भिडियो कुन पार्टी सही वा कुन पार्टी गलत भनेर बनाएका हैनौं। लोकतन्त्रमा सबैभन्दा ठूलो अदालत जनता हो, यानि कि तपाई हो। त्यसैले यो मार्च 5 मा कुनै पार्टीको झण्डा हेरेर होइन, आफ्नो र आफ्नो देशको भविष्य हेरेर निर्णय गर्नुहोस्। आउँदो चुनाव केवल भोट हाल्ने दिन मात्र होइन, यो एउटा अवसर हो प्रश्न सोध्ने। भावनात्मक नारामा होइन, ठोस एजेन्डामा विश्वास गर्नुहोस्। सही मान्छे र सही पार्टीलाई मात्र भोट गर्नुहोस्। नेपाल र नेपालीको भविष्य अब तपाईकै हातमा छ। तपाईलाई नेपालको अबको प्रधानमन्त्री को हुनुपर्छ जस्तो लाग्छ? तल कमेन्ट बक्समा लेख्नुहोला। भिडियो मन परे लाइक र शेयर गर्नुहोस्। हामी अर्को भिडियोमा भेट्नेछौँ। जय नेपाल।